व्यागनबाट रु 10,000 त्यसैगरी झडीगाहा बौद्धिकाली 4 हाल जापानबाट कुम्बा कावासोती 2बाट 5,555 त्यसैगरी कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता मकाइप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। सुरु हुन गइरहेको छ। सनको प्रहार नियन्त्रणसँगै प्रहारको अवसर यहाँ संजोगलाई बल भने सर्भिसमा विवसाले गल्ती गर मनोज घिमिरेको सर्भिस कोसीबाट हिमाल सुनारीको उत्कृष्ट प्रहार पछिल्लो समय हिमाल सुनारीको सर्भिस सन्तोष विष्णु बस्नेतको प्रहारलाई सुन्दर नियन्त्रण त्यहाँ विवशबाट जसको फाइदा संजोगले लिएका थिए तर राम्रो नियन्त्रण त्यहाँ सन्तोषबाट पनि राम्रो बचाउ दुवै टिम 2 अङ्कको अग्रतालाई लगातार निरन्तरता दिइरहेको छ यहाँ गण्डकी प्रदेश सर्भिसमा संजोग विष्णु मनोजको सेटअप यसपटक निरूप बस्नेतका लागि निरूप उत्कृष्ट प्रहार गर्दै यहाँ संजोगको रिसिभ विवशको सेटअप यहाँ विश्वासका लागि विश्वास अधिकारी शक्तिशाली प्रहार आज पनि उनी आफ्नै जिल्लामा आत्मविश्वास काम लागिरहेको छ गण्डकीका लागि विगतदेखि आज पनि उनी आफ्नै जिल्लामा विपक्षीलाई त्यति गाह्रो पनि भएको छैन उनको सर्भिस यस प्रकार नै देखिरहेका छौँ हामी आज पनि सञ्जु विक्रम शाह एप्रोच थियो यहाँ हिमाल सुनारीको घातक बन्नेछन् गण्डकीका लागि यसपटक उत्कृष्ट प्रहार रोशन श्रेष्ठबाट सञ्जु विक्रम शाहको उत्कृष्ट प्रहार देख्नु भएको छ कोसीको मैदानको बीचमा निरूपको सर्भिस सन्तोष सञ्जु विक्रम शाहको प्लेस राम्रो पुसमेन्ट त्यहाँ टेक्निक मनोजको यसपटक भने कप्तान सञ्जु विक्रम शाह गल्ती गर् सशक्त खेलाडी यसपटक देखाएका छन् आफ्नो हिमाल सुनारीमा गएर आकर्षक प्रबलता आफ्नो आत्मविश्वासलाई रोशन श्रेष्ठ पनि हिमाल र संजोग रोमन बस्नेत पनि रोकिएका छन् राम्रो ब्लक यहाँ हिमाल सुनारीबाट कप्तान सञ्जु विक्रम शाहको सर्भिस सन्तोष राई र सन्देश पिष्टको शक्तिशाली प्रहार अहिले पनि सन्देशले देखाएका छन् सशक्त प्रहार सर्भिसमा आफै रहनेछन् सन्देश राजन विवश उत्कृष्ट प्रहार सन्तोष विकेको निकै हाइमा फाल्छन् बल यसरी सर्भिस गर्छन् विश्वास अधिकारी उत्कृष्ट प्रहार उनको सन्तोष विवशको सेटअप सञ्जुका लागि सन्तोष विष्णु बस्नेत बिग्रिएको बल आफूलाई
सन्तोष पनि के कम सोही बीचमा सन्तोष बिके तर त्यहाँ छन् सन्तोष बिके गण्डकीका बलिया खम्बा प्रमाणित गरेका छन् यो प्रहारले आफूलाई सन्तोष बिकेले पनि शक्तिशाली प्रहार पटक विश्वासले लिएका थिए फर्स्ट बलमा मौका यस पटक भने सुन्दर प्रहार यस पटक भने रेफ्रीको निर्णय पहिला नै सायदै हामीले पनि देखेका थियौं फर्स्ट फुट चाहिँ उनले टच गर्न पुगे लाइनलाई विष्णु बस्नेतको सर्भिस सञ्जु विक्रम शाहको प्रहार सन्तोष बिके गणेश निरूप बस्नेत उत्कृष्ट प्रहार पोइन्टमा खुसी निरूप बस्नेतको सर्भिस हिमाल सुनारी यो सटिक यस पटक भने सिंगल ब्लकमा थिए सञ्जु विक्रम शाहलाई टार्गेट गर्दै रोमन यहाँहरू हेर्दै हुनुहुन्छ निरूपको सर्भिस यस पटक उत्कृष्ट प्रहार विश्वास अधिकारी यदि भने नवलपुरे ठिट्टो सोही प्रकार चौहाफी फायर हो यसपटक राजनलाई तारिफ गर्नुहोस् तपाईँ त्यसरी पुस गरिएको बललाई पनि बुझेर कति सजिलै बचाए राजन दर्लामीले उनको योगदान टिमले पाउँछ या पाउँदैन अझै पाउन सक्ने सम्भावना छ उनी आफै क्रस गर्नेछन् बललाई मनोजले खोज्नेछन् यसपटक तर रोशन श्रेष्ठ भने क्या प्रहार गरेका छन् राम्रो बचाउ पनि त्यहाँ थियो सन्तोष बिखे मैदान रहनेछन् फ्रन्ट कोर्टमा ब्लकको भूमिकामा गणेश कटुवाल गल्ती गर्न पुगे तर विष्णु विकलाई रोकेका छन् इन्द्र विके मैदान प्रवेश म्याच पोइन्टमा गण्डकी प्रदेश गणेश विष्णु बस्नेतको प्लेस बचेसँगै राम्रो प्लेस त्यहाँ विवशबाट यसपटक भने राम्रो प्रहार निरूप बस्नेतबाट फाइनल यात्रामा लिनका लागि रोमन बस्नेतको सर्भिसलाई रिसिभ गर्दै अन्त्य गर्ने मौका पनि यहाँ रहन सक्छ सन्तोषका लागि सन्तोष बिकको यो प्रहारसँगै गण्डकी प्रदेश दोस्रो संस्करणको जीएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमी फाइनल यात्रा निश्चय हामीलाई दिएकोमा हार्दिक धन्यवाद हामीलाई साथ दिनुभएको छ सम्पूर्ण दर्शक महानुभावहरू